Hi guys, welcome to the series of Python. हामीले अहिले कलेक्सन हेरिरहेका छौं लिस्ट, ट्युपल, स्ट्रिङ्स हैन, रेन्ज यिनीहरू हेरेर आज हामी लास्ट एपिसोड अफ कलेक्सनमा आएका छौं। आज हामीले लास्ट बट नट द लिस्ट कलेक्सन पढ्ने छौं, दैट इज नोन एज डिक्सनरीज। त्यसको साथसाथै हामीले आज सेट पनि पढ्ने छौं। दिज आर भेरी मच इम्पोर्टेन्ट, सो गेट रेडी है त। हाम्रो अहिले कलेक्सन सिरिज चलिरहेको छ, लिस्ट, ट्युपल, स्ट्रिङ्स, रेन्जेस हैन। लेट्स स्टेप ब्याक है। हाम्रो कलेक्सन सिरिजमा मेन मोटिभेसन के थियो भन्दा डिफ्रेन्ट सेट्स अफ डेटाको पनि एकअर्का बीचमा रिलेसन हुन सक्छ, लाइक रोल नम्बर्स इन द क्लासरुम्स, क्यारेक्टर्स इन अ स्ट्रिङ। सो डिफ्रेन्ट भेरिएबल्स राख्नु भन्दा व्हाइ नट कलेक्ट देम इन अ सिंगल भेरिएबल हैन त, एन्ड युज देम इफिसिएन्टली। त्यसैले हामीले लिस्ट, ट्युपल्सहरू इन्ट्रोड्युस गरेका थियौं। अब एउटा एक्जाम्पल लिन्छु है। सपोज एउटा मान्छेको स्कुल रेकर्ड के हुन सक्छ? नेम, एज, जेन्डर, स्ट्यान्डर्ड हैन त, यसरी राइट हो। यो फर्स्टको हामीले लिस्ट बनाएका छौं। फर्स्टमा नेम, सेकेन्डमा हामीले राखेका छौं एज, थर्डमा राखेका छौं जेन्डर र फोर्थमा राखेका छौं रोल नम्बर। त्यसै नेम, एज, जेन्डर, रोल नम्बर है त। यो पनि भ्यालिड तरिका हो, यो पनि कलेक्सन हो। तर हेर्नुस् त, हजुरलाई मैले नभनेको भए नेम चाहिँ टप्पु है, एज चाहिँ 12, जेन्डर चाहिँ मेल र स्ट्यान्डर्ड इन द सेन्स क्लास भन्न खोजेको है, क्लास लेखौँ, क्लास 2 मा पढ्ने राइट। यसरी लेखेको भए अब जसले पनि यो डेटा स्ट्रक्चर हेरे भने चिन्न सक्छ नि त। त्यसै गरी न्यू स्टुडेन्ट 2 राख्छु मैले, सोनु, एज 13, जेन्डर फिमेल, क्लास 3 है त। अब यसलाई प्रिन्ट गरेर हेरौँ त। प्रिन्ट न्यू स्टुडेन्ट 1 र न्यू स्टुडेन्ट 2। हेर्नुस् त, नेम र यसरी हामीले प्रिन्ट गर्न नै सकियो। यस्तो टाइपको कलेक्सन डेटा स्ट्रक्चरलाई हामीले भन्छौँ डिक्सनरी। डिक्सनरी किन भनेको भन्दा हजुरलाई आफ्नो इङ्ग्लिस डिक्सनरीको याद आयो होला नि त। इङ्ग्लिस डिक्सनरी पनि जहिले पनि वर्ड र त्यसको मिनिङको पेयरमा हुन्छ। त्यस्तै यो एक्ज्याक्टली वर्ड मिनिङ पेयर त होइन, तर दुईटा, एउटा डेटा भ्यालु चाहिँ डेटा र त्यसको की भन्छ यसलाई, त्यसको की चाहिँ त्यसको टाइटल है। की भनेको त्यसको टाइटल अथवा त्यसलाई के भनेर चिनाउने, जस्तो टप्पु भन्ने चाहिँ नाम हो है, त्यही भएर नेम इज द टाइटल है। की भ्यालु पेयरमा हामीले डेटालाई कलेक्ट गरेर राख्ने भएको भएर यसलाई हामीले कलेक्सन भन्छौँ। दिस कलेक्सन इज नोन एज डिक्सनरी। अब यो की भ्यालु पेयरमा यो नेमलाई, एजलाई, जेन्डरलाई र क्लासलाई किन की भनेको होला भन्ने कुरा हजुरलाई लाग्यो होला मनमा, त्यो चाहिँ मैले भन्दै जान्छु। सपोज मैले यस्तो गर्न पाउँछु कि, हेर्नु है, प्रिन्ट न्यू स्टुडेन्टको नेम, न्यू स्टुडेन्टको नेम हेर्न मन लाग्यो। हेर्नुस् त, न्यू स्टुडेन्ट 1 र यो बिग ब्र्याकेटभित्र की को नाम लेख्नुहुन्छ, की नेम लेख्नुहुन्छ भने हजुरले हेर्नुभयो भने प्रिन्ट गरेर हेर्नुस् त, टप्पु आयो नि। अब यसको मिनिङ के भयो भन्दा की भनेको जस्तो हाम्रो ढोकाको की भनेको के हुन्छ भन्दा चाहिँ त्यो की युज गरेर हामीले ढोकाभित्र के छ, कोठाभित्र के छ हेर्न सक्छौँ नि त। त्यस्तै यसले चाहिँ यो भित्र भ्यालु के छ, यसले स्टोर गरेको भ्यालु के छ भनेर हेर्नलाई मद्दत पुर्याउने भएको कारणले यसलाई की भनेको। यो थाहा भयो भने चाहिँ यसको भित्रको भ्यालु हेर्न मन पराउँछ सक्छौँ हामीले। जस्तो यसको सट्टा एज लेखेको भए है 12, त्यसै गरी स्टुडेन्ट 2 को एज है 13 है त। बुझ्नुभयो? जे होस्, के बुझ्नु भन्दा ढोकाभित्र की फसायो भने चाहिँ बल्ल, ढोकाभित्र सही की फसायो भने मात्र बल्ल भित्रको भ्यालु देखिन्छ हैन। बुझ्नुभयो? अब एकचोटि की हजुरसित सही आयो भने त भित्र गएर हजुरले चेन्ज गर्न पनि त सक्नुहुन्छ नि त हैन। डेटा चेन्ज गरेर हेर्ने त, हेरौँ हैन। ल यो टप्पु र सोनु एउटै क्लासमा राखिदिउँ न त, हुन्न? टप्पुलाई बढाइदिउँ भनेको मतलब न्यू स्टुडेन्ट 1 जुन छ टप्पुको, उसको क्लासलाई मैले चेन्ज गरेर उसको क्लासलाई मैले 3 बनाउँछु। ओके, ठीक छ।
त्यसपछि मैले यो दुईटै स्टुडेन्ट 1 र स्टुडेन्ट 2 लाई प्रिन्ट गर्छु। हेरौँ है त। हेर्नुस् त तल क्लास 3 भयो, दुवैजना क्लास 3 भए, माथि क्लास 2 नै छ अझै टप्पु हैन, चेन्ज नहुँदैको। त्यसपछि हामीले चेन्ज गर्यौं भनेको मतलब हजुरले की दिनुभयो, त्यसपछि यो यसलाई यसको जुन भ्यालु छ नि यसलाई लएर 3 लएर राख्दै भने है त। त्यही भएर हामीले टप्पुमा गएर हामीले 3 हेर्यौं। बुझ्नुभयो? ठीक छ हैन? अब हजुरलाई लाग्यो होला कि सपोज मलाई यो नयाँ की भ्यालु पेयर थप्न मन लाग्यो, के म थप्न पाउँछु त? यस, अभियसली पाउनुहुन्छ। हेरौँ है त। न्यू स्टुडेन्ट 1 मा मलाई फादरको नेम थप्न मन लाग्यो है। न्यू स्टुडेन्ट 1 को जस्ट के गर्नु, नयाँ की दिनु, फादर नेम इक्वल्स टु टप्पुको फादर, ओके, जेठालाल है, यो दिन मिल्यो। त्यसैगरी म न्यू स्टुडेन्ट 2 मा चाहिँ मैले मदर नेम थप्दिन्छु। ठीक छ? सोनुको मम्मी माधवी, ओके। हेरौँ है त। फेरि प्रिन्ट गरेर हेरौँ बाँकीकोलाई। न्यू स्टुडेन्ट 1 र न्यू स्टुडेन्ट 2, लेट्स सी। हेर्नु थप्यो लास्टमा, हेर्नुस् त, फादर नेम जेठालाल र मदर नेम माधवी है। बुझ्नुभयो? भनेको मतलब यदि हजुरले नयाँ की दिएर त्यसलाई भ्यालु असाइन गरिदिनु भयो भने यो डिक्सनरीमा त्यो की भ्यालु पे गरेर बस्छ। ठीक छ? तर यो भनिरहँदा हजुरले बिर्सिनुहुन्न कि द कीज शुड बी युनिक। कीज युनिक भएन भने ठुलो प्रब्लम आउनेवाला हुन्छ है। सपोज मैले न्यू स्टुडेन्ट 1 मा क्लास 1 राखेँ, फेरि क्लास 12 राखेँ है त। क्लास 1 र क्लास 12 राखेँ भने हेर्नुस् त, यसले क्लास 12 बनाइदियो। तल चेन्ज भइसकेका छन् हैन, मैले तलका सबै हटाइदिन्छु एकलट। फेरि एकचोटि प्रिन्ट गरौँ। तलको चेन्ज नगर्दै जस्ट क्लास 2 पनि राखेँ, क्लास 12 पनि राखेँ अनि प्रिन्ट गरेँ सिधै भने हजुरले देख्नुभयो भने हेर्नुस् त, सेकेन्ड वाला लास्ट वाला क्लास लिन्छ। त्यही भएर यसले जहिले पनि पाइथनले की चाहिँ युनिक एक्सपेक्ट गर्छ भनेर बुझ्नु होला है। की युनिक एक्सपेक्ट गर्छ। दुईटा क्लास लेख्न पाउनुहुन्न, एउटै मात्र क्लास लेख्नु पर्यो है। ओके, ठीक छ। अब सपोज हजुरलाई यो गिवन डिक्सनरीको मैले कीज मात्र के कीज छ भनेर हेर्छु भन्ने मन लाग्न सक्छ नि त कहिलेकाहीँ। सपोज मलाई के कीज छ भनेर हेर्न पर्यो भने पाइथनले के फ्यासिलिटी दिएको छ, डट कीज भनेर लेख्नुहोस् है, अनि ब्र्याकेट दिनु होला। यो दिस इज अ फङ्सन, कीज भन्ने एउटा फङ्सन हो। ठीक छ? डट कीज भनेर लेख्नुभयो भने के आउँछ हेर्नुहोस्। हेर्नुहोस् त, डिक्सनरी कीज भनेर नेम, एज, जेन्डर, क्लास की हो नि त यो हैन। अब हजुरलाई लाग्यो होला, अब गेस गर्नुहोस् त यहाँ के लेख्यो भने के आउला, भ्यालुज लेख्यो भने राइट, टप्पु 12 M2 चाहिन सक्छ। हजुरलाई कहिलेकाहीँ भ्यालुज मात्रसित काम गर्न पर्ने हुन सक्छ, कहिलेकाहीँ कीजसित मात्र पनि काम गर्न पर्ने हुन सक्छ। यसको एक्जाम्पल हामीले अर्को भिडियो आई गेस, त्यसमा चाहिँ हामीले एउटा नयाँ प्रोग्राम, राम्रो प्रोग्राम बनाएर हामीले हजुरलाई एक्सप्लेन गर्नेछौँ। किनकि लुपिङ पढेपछि बल्ल कलेक्सन्सको प्रोग्राम, एउटा सेन्स गर्ने प्रोग्राम बनाउन सकिन्छ। त्यही भएर हामीले लुपसम्म मात्र कुरिरहेछौँ। अर्को भिडियोमा हामीले लुप सुरु गरिसकेपछि विल नो अबाउट द प्रोग्राम है त, गुड प्रोग्राम्स। अब भ्यालुज पनि पत्ता लगाउन जानियो, कीज पनि पत्ता लगाउन जानियो, अनि हजुरले आइटम्स भनेर लेख्नु भयो भने की भ्यालुको पेयर भन्छ। हेर्नु यो ट्युपल हो, लिस्टभित्र ट्युपल, नेम टप्पु, एज 12, जेन्डर M, क्लास 2। ठीक छ? सपोज हजुरलाई कुनै की भ्यालु पेयर मन परेन रे है, कुनै की भ्यालु पेयर मन परेन भने, जस्तो मलाई न्यू स्टुडेन्टमा यो एज मन परेन भने हजुरले जस्ट के लेख्नु, डेल अपरेटर भन्छन् यसलाई। न्यू स्टुडेन्ट 1 को एज मैले डिलिट गर्छु भन्नु, एउटा प्रिन्ट गर्नुहोस् न्यू स्टुडेन्ट 1। हेरौँ है त, लेट्स सी। हेर्नुहोस् त, थर्ड लाइन, देयर इज नो एज। हामीले डिक्सनरीको बारेमा पढ्यौँ। डिक्सनरी बेसिकली कर्ली ब्रेसेसले की भ्यालु पेयरलाई हजुरले यदि कलेक्ट गरेर राख्नुहुन्छ भने त्यसलाई डिक्सनरी भन्छन्। यो युजुअली सिंगल एसोसिएसन अफ द डेटा, जस्तो यो एकजना स्टुडेन्टको इन्फर्मेसन जसरी भयो हैन, त्यसरी हामीले युज गरिरहेका हुन्छौँ। दिस इज वान अफ द मोस्ट इम्पोर्टेन्ट डेटा स्ट्रक्चर्स है। लिस्ट पनि हो, सबै हो, तर यो पनि किन इम्पोर्टेन्ट छ भन्दा यसले हजुरले पछि डेटा साइन्समा चाहिँ टेबल बनाउन सक्नुहुन्छ
एक्सेल सिटहरु जस्तो बनाएर डाइरेक्टली म्यानिपुलेट गर्न सक्नुहुन्छ। सो दिस इज भेरी इम्पोर्टेन्ट। अब हामीले यो डेटा स्ट्रक्चर पछि अर्को एउटा डेटा स्ट्रक्चर पढ्ने छौं जुनको नाम हो सेट। यसको पनि आफ्नो पेक्युलियर युज केसेसहरु छन् जुन मैले एकैछिनपछि भन्छु। र सुरु गरौँ है त सेट्स। सेट्स सुनेपछि हजुरलाई म्याथमेटिक्स याद आयो होला। इट इज एन अनअर्डर्ड कलेक्सन अफ अब्जेक्ट हैन, वेल डिफाइन्ड कलेक्सन अफ अब्जेक्ट। कसरी बनाउँथे हामीले सेट, राइट? सपोज मैले प्राइमरी कलर्स भनेर राखे। प्राइमरी कलर्स भन्ने सेट बनाउन मन लाग्यो भने हजुरले कर्ली ब्राकेट सुरु गर्नुहुन्थ्यो अनि एलिमेन्ट्सहरु लेख्नुहुन्थ्यो जस्तो रेड कमा दिएर हैन त, रेड ग्रीन ब्लू यसरी दिनुहुन्थ्यो। हो, पाइथनमा यसरी नै बनाउने हो। म्याथमेटिक्स जसरी नै म्याथमेटिक्समा पनि हामीले रिपिट गर्न पाउँथेनौं। हामीले यसमा एउटै भ्यालु रिपिट गर्न पाउँदैनौं। लिस्टमा रिपिट गर्न पाइन्छ है, हजुरले ध्यान दिनुभयो होला। लिस्टमा, ट्युपलमा, बाँकी सबैमा रिपिट गर्न पाइन्छ। तर सेट एउटा यस्तो डेटा स्ट्रक्चर हो म्याथमेटिक्समा जस्तो हामीले रिपिट गर्न पाउनु। एभ्रीथिङ शुड बी युनिक। ओके, अर्को भनेको यसको अर्डर हुँदैन। ओके, रेड ग्रीन ब्लू लेख्नु भनेको 0th एलिमेन्ट रेड हो भन्ने मिनिङ जाँदैन। हेर्दा सुरुमा देखे पनि तर पाइथनलाई चाहिँ हजुरले 0th एलिमेन्ट प्राइमरी कलर्सको 0 राखेर हेरौँ त। हेरौँ है, प्राइमरी कलर्सको 0 चेक गर्ने। हेर्नुस् त, सेट अब्जेक्ट इज नट सब्सक्रिप्टेबल भनेको छ। मतलब हजुरले अर्डरबाट चाहिँ युज गर्न सक्नुहुन्न यसलाई। बुझ्नुभयो है? अब यसमा मैले अघि नै जुन मैले भनेको चाहिँ डेमोन्स्ट्रेट गरेको थिएँ। रेड राखेर हेरौँ, डबल रेड के देखिन्छ? डबल रेड राखेर हेर्दा हेर्नुस् एउटा मात्र रेड देखियो, अझ ग्रीन अगाडि आयो। हेर्नुस् त, ध्यान दिनुभयो नि? हामीले रेड अगाडि लेखेका थियौं, त्यही पनि ग्रीन अगाडि आयो भनेको मतलब यसको अर्डर म्याटर गर्दैन। देयर इज नथिङ कल अर्डर। अनि त्यसपछि एभ्री एलिमेन्ट्स आर युनिक है त। अब सेट भने चाहिँ हजुरहरूले सानोमा म्याथमेटिक्समा त सेटका डिफ्रेन्ट अपरेसनहरु पढ्नुभयो नि त हैन? युनियन, इन्टरसेक्सनहरु है। सेट भएपछि यो पनि गर्न मिल्छ के। जस्तो मैले सपोज अदर कलर्स भनेर राखे है, ब्ल्याक र व्हाइट बनाए है। त्यसपछि मेजर कलर्स भनेर एउटा नयाँ सेट बनाउँछु। कस्तो गर्दा भन्दा प्राइमरी कलर्स डट युनियन है अदर कलर्स भनेर एउटा सेटलाई यहाँ राख्नुस्, त्यसपछि डट युनियन गरेर अदर कलर्स राख्नुस् अर्को सेटलाई। त्यसपछि हामीले प्रिन्ट मेजर कलर गर्यौं भने ओके, हेर्नुस् त सेकेन्ड प्रिन्टले ब्लू व्हाइट ब्ल्याक ग्रीन रेड। हेर्नुस् त, बुझ्नुभयो नि? युनियन भयो, राइट? ओके, युनियन भनेको चाहिँ जे होस्, यदि हजुरले बुझ्नु भएको छैन भने युनियन भनेको दुवै सेटको लागि एकै ठाउँमा राखेर प्रिन्ट गर भने हो युनियन। युनियन गर्नु भनेको त्यही त हो नि, जोड्नु। युनिटी भन्छन् नि, त्यस्तैबाट आएको युनियन भनेको है। त्यसैगरी इन्टरसेक्सन भनेको दुवैमा यदि कमन छ भने त्यो मात्र प्रिन्ट गर्न भनेको इन्टरसेक्सन भनेको। इन्टरसेक्सन होला त हजुरलाई के लाग्छ? छैन नि हैन? हेर्नुस् त, सेट इज एम्प्टी, केही पनि छैन। ओके, इन्टरसेक्सनको चाहिँ एउटा राम्रो एक्जाम्पल दिन चाहिँ सक्छु है मैले। जस्तो मैले एउटा सेट बनाए है, सपोज 1 देखि 10 सम्मको नम्बर्स बिलो 10 भनेर है। त्यसपछि मल्टिपल्स अफ 4 भन्ने एउटा अर्को सेट बनाए भनेर 4 8 6 12 16 20 जे होस् 20 सम्मको मल्टिपल्स अफ 4 भनेर बनाए। सपोज मलाई मल्टिपल्स अफ 4 बिलो 10 चाहियो भने के गर्छु? यिनीहरु दुईटाको इन्टरसेक्ट लिए भयो, राइट? इन्टरसेक्ट भनेको यिनीहरु दुईटामा जे कमन छ, एउटा यस्तो नम्बर जुन मल्टिपल्स अफ 4 होस् र जुन लेस देन 10 होस् है, राइट? सो मैले के गर्छु भन्दा प्रिन्ट गरौँ नम्बर्स बिलो 10 र 10 लाई इन्टरसेक्सन केमा भन्दा मल्टिपल्स अफ 4, राइट? के आउनु पर्ने? 4 र 8, राइट? हेरौँ है त, हेर्नुस् त, 8 र 4 4 र 8 बिकज दिस इज सेट, इट इज अनअर्डर्ड। मेक सेन्स? अब हजुरले सोच्नु भयो होला यो त म्याथमेटिक्सको लागि त राम्रो भयो, हेर्न रमाइलो लाग्यो, बुझेँ हैन? तर यसको युज कहाँ गर्न सकिन्छ त? अब युज कहाँ गर्न सकिन्छ भन्दाखेरि चाहिँ 1-2 वटा युज केस छ है। 1-2 वटा चाहिँ हाम्रो प्र्याक्टिकल युज केस नै छ। एउटा दुईटा अर्को रिजन भनेको चाहिँ पर्फर्मेन्स पर्पज। यदि हामीले सेट युज गर्यौं भने त्यो गिवन सेटमा युनिक एलिमेन्ट भएको कारणले सर्चिङ अपरेसनहरु अरु धेरै अपरेसनहरु फास्ट हुन्छ। त्यो एउटा पर्फर्मेन्स रिजन भयो। तर त्यो भन्दा रमाइलो चाहिँ हामीले एउटा एप्लिकेसन वाइज को रिजन हेर्छौं है त। सपोज
हजुरलाई एउटा लिस्ट छ, हजुरको एउटा लिस्ट छ र त्यसमा रिडन्डेन्ट इलिमेन्ट छ, जस्तो यो 3 रिडन्डेन्ट छ नि यसमा युनिक इलिमेन्ट्स पत्ता लगाउन मन लाग्यो है। युनिक इलिमेन्ट्स पत्ता लगाउन मन लाग्यो भने अरू डिफ्रेन्ट तरिका हुनसक्छ होइन, तर एकदमै सजिलो तरिका छ। यो लिस्टलाई सेटमा कन्भर्ट गरिदिनुहोस् र फेरि लिस्टमा कन्भर्ट गरिदिनुहोस्। बुझ्नुभयो? अब हजुरलाई अब टाइप कास्टिङ भाइब्स आइरहेछ है, कन्भर्ट टु वान टाइप टु एनदर टाइप भनेपछि है। युनिक सेट इक्वल टु सेट अफ रिडन्डेन्ट लिस्ट गर्ने हो नि, सेटमा कन्भर्ट भयो। प्रिन्ट गरेर हेरौँ है त, युनिक सेट प्रिन्ट गरेर हेऱ्यौँ भने हेर्नुहोस् त 1 2 3 4 5, अब 3 त गइहाल्यो। अब यो सेटबाट लिस्टमा राइट युनिक लिस्ट इक्वल्स टु लिस्ट अफ युनिक सेट, यसलाई फेरि प्रिन्ट गरौँ। हेर्नुहोस् त बन्यो एक्ज्याक्टली, केही गर्नै परेन, कति सजिलो भयो नि होइन। हेर्नुहोस्, दिस इज द एप्लिकेसन अफ सेट। र अर्को पर्फर्मेन्स रिजन पनि मैले भने होइन, यदि हजुरलाई अर्डर म्याटर गर्दैन अनि इलिमेन्ट्स चाहिँ युनिक हुनुपर्छ भन्ने कन्स्ट्रेन्ट छ भने अलवेज युज सेट है, त्यसले पर्फर्मेन्स पनि बढाउँछ अनि हजुरलाई इमेजिन गर्न पनि सजिलो हुन्छ। ढुक्क हुनुहुन्छ कि केही डुप्लिकेट इलिमेन्ट आएको छैन। हामीले धेरै कलेक्सन्सहरू पढ्यौँ होइन, लिस्टबाट सुरु गरेर ट्युपल्स हुँदै रेन्जेस हुँदै स्ट्रिङ्स हुँदै डिक्सनरिज सेट्सहरूसम्म। अब हामी यिनीहरूलाई युज गरेर कसरी वान अफ दि फन्डामेन्टल कन्ट्रोल सिक्वेन्सहरू लाइक लुपिङ है, लुप त सुन्नुभयो होला, एउटै काम धेरैचोटि गराउने प्रोसेसलाई लुपिङ भन्छन्। त्यो अब हामीले अर्को भिडियोबाट हामी त्यो प्रोसेस स्टार्ट गर्नेछौँ है। तबसम्मको लागि यी सब डेटा स्ट्रक्चर जुन हामीले पढ्यौँ त्यसलाई मजाले प्र्याक्टिस गरेर हामीलाई प्रतीक्षा गर्नुहोला। धन्यवाद।